आज हामी बाइसेक्सन मेथड युज गरेर 10 को क्युब रुट फाइन्ड गर्ने क्वेसन सल्भ गर्नेछौँ। र हामीलाई थाहा छ बाइसेक्सन मेथडको लागि हामीले पहिला एउटा नेगेटिभ भ्यालु आउने रुट लिनुपर्छ र अर्को चाहिँ पोजिटिभ भ्यालु आउने रुट लिनुपर्छ। जस्तै हामीलाई क्युब रुट अफ 10 भनेकोले हामीलाई थाहा छ हामीले लेट गर्छौँ एक्सलाई चाहिँ 10 को क्युब रुट भनेर लेट गर्छ सुरुमा, र एक्स क्युब माइनस 10 भनेको चाहिँ 0 हुनुपर्छ यदि एक्स चाहिँ 10 को क्युब रुट हुनु छ भने। र त्यसपछि हामीले भ्यालुहरू चेक गर्दै जान्छौँ। यसलाई हामीले क्याल्कुलेटरबाट सजिलै चेक गर्न सकिन्छ। जस्तै हामी यहाँनिर टेबलमा जाने र हामीले दिएको इक्वेसन एक्स क्युब माइनस 10 हालेर हामीले चेक गर्छौँ। हामीले 0 देखि स्टार्ट गरेर 6 सम्म चेक गर्दाखेरि हाम्रो F0 मा -10 भ्यालु आएको छ, F1 मा -9, F2 मा -2 र F3 मा 17 आएको छ। हाम्रो F2 मा -2 भ्यालु आएको छ र F3 मा 17 आएको छ। एउटा भ्यालु नेगेटिभ र एउटा भ्यालु पोजिटिभ आएको छ। हामीले त्यसैले 2 र 3 लाई चाहिँ इनिसियल भ्यालुको रूपमा सेट गर्न सक्छौँ। र यो इनिसियल भ्यालु सेट गरिसके पछाडि हामीले FA, FB, X र FX निकाल्नु पर्ने हुन्छ। यसको लागि पनि हामीले सजिलै क्याल्कुलेटरबाट भ्यालु निकाल्न सक्छौँ। जस्तै हामीले A निकाल्नको लागि X को ठाउँमा A लाई सब्स्टिट्युट गर्ने र B को लागि X को ठाउँमा B लाई राख्नेछौँ। A cube minus 10 is to B cube minus 10 is to, यो is to चाहिँ हामीले इक्वेसनहरूलाई सेपरेट गर्नको लागि युज गर्छौँ। र हामीलाई A क्युब माइनस 10 ले चाहिँ FA को भ्यालु दिन्छ र B क्युब माइनस 10 ले चाहिँ FB को भ्यालु दिन्छ। त्यस पछाडि हामीलाई x इक्वल टु A प्लस B/2 चाहिएको छ। हामीले x लाई चाहिँ C भनेर लेट गर्न सक्छौँ। अल्फा C अनि इक्वल टु भनेको हामीले अल्फा क्याल्क थिच्यो भने इक्वल टु आउँछ। र हामीलाई A प्लस B/2 चाहिएको छ। त्यसैले A प्लस B डिभाइड बाई 2, फेरि यसलाई सेपरेट गर्नलाई इज टु राख्छौँ। र अब हामीले हाम्रो x को ठाउँमा C सपोज गरेकोले FX को ठाउँमा पनि हामीले x भएको ठाउँमा C नै लेट गर्नुपर्ने हुन्छ। C को क्युब माइनस 10 र यो भ्यालु हालिसकेपछि हामी इक्वल टु क्याल्कमा भएको इक्वल टु प्रेस गर्छौँ। र हामीलाई यहाँनिर A को भ्यालु 2.1544 देखाएको छ सुरुमा। अघि हामीले सुरुमा इनिसियल रुट निकालेको छ 2 र 3। हामीले A को ठाउँमा चाहिँ 2 राख्नुपर्ने हुन्छ। अन्त मैले A को ठाउँमा 2 सेट गरेँ र B को ठाउँमा चाहिँ 3 सेट गरेँ। त्यस पछाडि हामीलाई A क्युब माइनस 10 को भ्यालु देखाएको छ। हामीले FA मा लगेर यो भ्यालुलाई हाल्छौँ -2.0 र फेरि इक्वल टु प्रेस गऱ्यो भने B को भ्यालु देखाउँछ। B आएको छ 17 र यसरी नै फेरि इक्वल टु प्रेस गर्ने हो भने 5/2 देखाएको छ। यो भनेको 2.5 हामीले x को ठाउँमा हाल्नुपर्ने हुन्छ। र फेरि इक्वल टु प्रेस गर्दाखेरि 45/8 5.6250 देखाएको छ। यो चाहिँ हाम्रो FX को भ्यालु भयो। अब हामीले यो रुट चेन्ज गर्नुपर्ने हुन्छ। हामीसँग यहाँनिर पोजिटिभ भ्यालु आयो भने हामीले B को प्लेसमा चेन्ज गर्छौँ र यहाँनिर नेगेटिभ भ्यालु आयो भने A को प्लेसमा चेन्ज गर्छौँ। यहाँ पोजिटिभ भ्यालु आएको छ, त्यसैले हामीले यो x को भ्यालुलाई B को प्लेसमा चेन्ज गर्नेछौँ।
र हाम्रो ए भने सेम हुनेछ। अब हामी फेरि यसलाई इक्वल टु प्लेस गर्यौं। हामीलाई ए को भ्यालु मागेको छ, ए को भ्यालु 2 सेम छ, त्यही भएर हामी यसलाई चेन्ज गर्दैनौं। बी को भ्यालु 3 अगाडिको सेट गरेको छ र अहिले हाम्रो बी को भ्यालु भनेको 2.5 छ। त्यसैले हामीले यो 3 लाई 2.5 मा चेन्ज गर्छौं र ए को भ्यालु फेरि -2 आएको छ। बी को भ्यालु 45/8, यसलाई पोइन्टमा लाँदाखेरि 5.6250। सी को भ्यालु 2.25 र एफएक्स को भ्यालु आएको छ 1.3906। फेरि हाम्रो पोजिटिभ नै भ्यालु आएको छ। पोजिटिभ भ्यालु आयो भने हामीले बी लाई चेन्ज गर्छौं, 2.25 लगेर बी मा हाल्छौं र ए भने हाम्रो सेम रहन्छ। फेरि इक्वल टु प्रेस गर्ने, ए लाई चेन्ज गर्नु परेन। बी को ठाउँमा हामीले 2.25 राख्ने छौं। हाम्रो एफए को भ्यालु चेन्ज भएको छैन। बी को भ्यालु 3906 र सी को भ्यालु आयो 2.1250। एफएक्स को भ्यालु आएको छ -0.4043। अब अहिले माइनस भ्यालु आएकोले हामीले ए को भ्यालु चेन्ज गर्छौं 2.1250 र बी भने हाम्रो सेम हुन्छ 2.25। हामी इक्वल टु गर्छौं, ए को भ्यालु 2.1250 हाल्नु पर्ने हुन्छ र बी को भ्यालु भने सेम रहन्छ। हाम्रो फेरि एफएक्स को भ्यालु पोजिटिभमा आएको छ, त्यसैले हामीले बी को भ्यालु चेन्ज गर्नुपर्ने हुन्छ 2.1875 र ए भने सेम हुन्छ। ए को भ्यालु सेम, बी को भ्यालुमा 2.1875 माइनस 0.4043 0.4675 2.1563 0.0253। फेरि पोजिटिभ भ्यालु आयो। पोजिटिभ भ्यालु आयो भने हामीले बी को भ्यालु चेन्ज गर्नुपर्ने हुन्छ फेरि पनि। र यसरी नै ए को भ्यालु सेम रहन्छ, बी को भ्यालु 2.1563। अरु भ्यालुहरु हामी राख्दै जानेछौं 0.0260 2.1407 माइनस 0.1907। फेरि माइनस आएको छ, माइनस आयो भने हामीले ए को भ्यालु चेन्ज गर्नुपर्ने हुन्छ 2.1407। बी भने सेम रहन्छ। र हाम्रो एफएक्स को भ्यालु नेगेटिभ आएकोले हामीले ए को भ्यालु चेन्ज गरिसक्यौं र ए क्युब माइनस 10 भनेको एफए को भ्यालु माइनस 0.1900 एफबी को भ्यालु 0.0260 सी को भ्यालु 2.1485 र एफसी को भ्यालु माइनस 0.0824। फेरि नेगेटिभ भ्यालु आएको छ, हामीले फेरि एक्स मा आएको भ्यालुलाई ए मा लगेर सेट गर्नुपर्ने हुन्छ 2.1485 बी सेम 2.1485 बी को भ्यालु सेम माइनस 0.0824
0.0260 2.1524 माइनस 0.0283 फेरि माइनसमा आएको छ हामीले यस भ्यालुलाई फेरि एमा लगेर चेन्ज गर्नेछौँ 2.1524 20 सेम हुनेछ र एक ठाउँमा हामीले 2.1524 हाल्नेछौँ 20 सेम छ माइनस 0.0283 0.0260 र C को भ्यालु आएको छ 2.1544 हामीले चाहिँ यसलाई 3 डेसिमलसम्म मिलनजेलसम्म गरिराख्नेछौँ हाम्रो 12-13 इटरेसनसम्म पुग्न सक्छ यो क्वेसन चाहिँ माइनस 0.0012 फेरि नेगेटिभ आएकोले हामीले A को भ्यालु चेन्ज गर्छौँ B भने सेम रहनेछ A को ठाउँमा 2.1544 20 सेम माइनस 0.0005 अर्को भनेको 0.0260 2.1554 र C क्युब अर्थात् fx आएको छ 0.0128 पोजिटिभ आएकोले हामीले B को भ्यालु चेन्ज गर्नुपर्ने हुन्छ 2.1554 A भने सेम छ 1544 A को भ्यालु हामीले चेन्ज गर्नु परेन B को 2.1554 र माइनस यो सेम आएको छ 0.0134 2.1549 0.0065 फेरि पोजिटिभ आएको छ त्यसैले हामीले यो fx को भ्यालु x को भ्यालुलाई लगेर b मा राख्नु पर्ने हुन्छ र a को भ्यालु सेम भयो b को भ्यालुमा 2.1549 माइनस 0.0005 अर्को आएको छ 0.0065 2.1547 र 0.0030 हाम्रो एन्सर चाहिँ 3 डेसिमलसम्म मिलिसकेको छ 2.154 त्यसैले हाम्रो रिक्वायर्ड रुट चाहिँ 2.154 र यसरी नै हामीले चाहिँ बाइसेक्सन मेथडको क्वेसनहरुलाई सल्भ गर्न सकिन्छ